हेलो नमस्ते झोले लाफाको फेरि पनि म आइसकेँ मेरो ब्लगमा। हजुरहरूलाई स्वागत छ मेरो ब्लगमा। साथीहरू आज चाहिँ म कुचो काट्नु जाँदैछु है। घरको खेतराहरू अघि नै गइसकेँ। म चाहिँ बल्ल हिँड्दैछु साथीहरू। हजुरहरूलाई म देखाउने छु। यहाँ चाहिँ प्लास्टिकमा चाहिँ मैले चाहिँ पन्जा, हामी बुढाबुढीको चाहिँ पन्जा राखेको छु। अनि त्यसपछि गिलासहरू छ। अहिले चाहिँ हाम्रो कान्छीले नास्ता लिएर आउनुहुन्छ। हजुरलाई देखाउने छु। आज नास्ता चाहिँ हामीले आलु चाहिँ उसिन्न पठाएको छु। साँझ त अब मासु र रक्सीहरू हुन्छ अनि भातहरू हुन्छ। अहिले दिउँसो चाहिँ खानको लागि चाहिँ उयो गर्दैछु। हेर्दै गर्नु होला, हजुरहरूलाई देखाउने छौँ। कुचो काटेको हामीले हाम्रो कुचो काट्दै यो त हाम्रो बुढो हाम्रो नास्ता चाहिँ आलु जुन साथीहरू, यो त आन्टीहरू हुनुहुन्छ। आलुहरू यहाँहरू यता माइली हुनुहुन्छ। अब हामीले नास्ता खानु लाग्छ। आलु चाहिँ उसिनेर लिएर आएको। साँझ चाहिँ मासु भातहरू रक्सीहरू हुन्छ है साथीहरू। साथीहरू हामीले यहाँ अमृता कुचो काट्दैछौँ है। हाम्रो आन्टी चाहिँ उता हुनुहुन्छ। यता चाहिँ भरतको मम्मी, उता चाहिँ शोभाहरू हुनुहुन्छ। यता मासुहरू चाहिँ काटेर भ्याइयो। यता मासुहरू चाहिँ काटेर सर्लक्कै उहाँसम्म भ्याइयो। त्यसपछि अहिले हामीले यहाँ काट्दैछौँ साथीहरू कुचो, अमृता कुचो। हाम्रो चाहिँ यसरी भारी बोकेर आएको छौँ है साथीहरू। अमृताको कुचो खोले त बिसा निधार पनि चाउरी पर्दै यसरी बोक्नुपर्छ साथीहरू। हामीले चाहिँ अमृता कुचो मेरो भारी चाहिँ मिनेले बोकिदिएछ। कस्तो छ यो दागा हेर्नु त। हाम्रो गाउँ चाहिँ अलिक पातलो खालको साथीहरू। यो त आउँदै दुईजना यसरी बोकिन्छ साथीहरू। हामीले अमृताको कुचो चाहिँ अब हामीले यो कुचो चाहिँ बोकेर भ्याइसक्यौँ। अब हामी चाहिँ दाउरा पनि लिन जान्छौँ है साथीहरू। हामी चाहिँ कुचो काटेर भ्याएर दाउरा लिन हिँडेको है। दाउरा चाहिँ पुछाइले काटेर राख्नुपर्छ, त्यही भएर हामी चाहिँ दाउरा लिन हिँडेको। हेर्दै गर्नु होला। दाउरा लिएर आइसक्यौँ साथीहरू। अब हामीले खाना खाने हो, नास्ता खाने हो। स्याहरू खाने, स्या भनेको मासु खाने। अब मासुहरू भातहरू खाने हो साथीहरू। वहाँदेखि मिनेले बोलाएको छ है साथीहरू। हामी चाहिँ दाउरा साउरा खोजेर अनि अमृता कुचो काटेर भ्याएर खाँदैछ है। रक्सी र मासुहरू आजलाई यति नै साथीहरू। हेर्दै गर्नु होला, राम्रो नराम्रो भन्नु गर्नु होला है साथी। आजलाई बाई।